हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो भ्लग त घरको छतबाट स्टार्ट भइरहेको छ। आई होप तपाईँ सबैजनाहरू सन्चै आरामै हुनुहुन्छ। र चाहिँ हामी छतमा छौँ। हाम्रो छतदेखि जङ्गल पुरै देखिन्छ। पछाडि हाम्रो घर पछाडि पुरै जङ्गल छ हैन। त्यही त उता फेरि भैँसीहरू बान्ने छन्। यता त्यही मौसम राम्रो पानी यहीँ गरेछ। मौसम ठिकै गरेछ भनौँ, पानी पर्ने यहीँ गरेछ। आजदेखि आज फेरि 11 गते आज स्कुल पनि लाग्छ। मेरो चाहिँ बिहान छुटेर आज स्कुल त गएको छैन। मजाको देखिन्छ कि जङ्गल पुरा धुलो उडे पनि हल्का थोरै पानी परेछ, सफा देखिन्छ जङ्गल, स्वच्छ देखेछ। त्यही त अब यो फेरि म एक्लै छैन कि छतमै, एउटा मेरो साथी सुरज स्याउ खाइरहेको छ। एप्पल खाइरहेको छ। म पनि स्कुल जाने भनेर सोच्दै थिएँ, तर फेरि बिहानै छुट्यो क्या। देखाउन अब यस्तै हो। त्यही त घरको नि मजा हेर्नुहोस् त, जङ्गलहरू पुरै जङ्गल छ कि पुरा जङ्गल छ। यता फेरि घर छ सर, उता चाहिँ हाम्रो त खेतै खेत देखिन्छ। वहाँ चाहिँ त्यहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ कि छिमेकी हुनुहुन्छ। नातामा चाहिँ मामा, यता चाहिँ भैँसीहरू आइरहेको छ। यो हाम्रो बाजे जो कि साथीको चाहिँ बाजे हुनुहुन्छ, शैलेश हो। पुरा भैँसी चराउनु जानु होला छ। अब उहाँ उता घर छ, फेरि उता पनि भैँसी बान्ने छ। उता भैँसी बान्ने छ। यता फेरि हाम्रो मकै फलेछ कि त्यहाँ तल। उता फेरि आलु खेत छ, उता आलु खेत छ। अनि उहाँ चाहिँ हाम्रो नवीन भाग्नु भयो होला मानेर क्यामेरामा। उता चाहिँ नवीनको मम्मी, त्यहाँ चाहिँ नवीनको दिदी हुनुहुन्छ फेरि। त्यही त अब सबै ठिकै नै होला। तपाईँले देखाइदिएँ हाम्रो गाउँको नजारा। फेरि एकदम जस्ट ठिकै छ, मौसमले एकदम राम्रो गरेछ। मौसम पानी आउला जस्तो गरेछ। बादल पनि उता त कालै छ। ठिकै छ। उता फेरि कुकुरहरू छन् कि, उहाँ कुकुरको बच्चाहरू छन्। एकछिन तपाईँले देखाउँछु, कुकुरको बच्चाहरू छन्। अब यता चाहिँ हाम्रो बोय हुनुहुन्छ, घरको छिमेकी। हाम्रो घरको साइडमा घर छ। हाम्रो घरको अगाडि नै बाटो छ कि, फेरि यही छ सुविधा। यस्तो हामी छतबाट छौँ नि, तल फेरि यति तल छ, पुरा तल छ। यता बस पनि जान्छ कि, अझै माथिसम्म गाउँ छ। उहीँ माथिसम्म चाहिँ गाउँ छ। उहाँ बाटो देखिरहेछ। त्यहाँ बाटोभन्दा अझै त कहाँ माथि चाहिँ छ। अझै बाटो उहीँ माथिसम्म नै गएको छ, जान छ। त्यही त हो। हामीले गाउँको नजारा देखाइदियौँ। आजकल तपाईँहरू बोर लाग्यो होला। सिटीमा घुम्न पनि जान पाइएको छैन क्या। स्कुल लागिबाट घुम्न पनि जान पाइएको छैन। उता चाहिँ हाम्रो फाजुहरूले पानी चारिराख्नु भएको छ, कुला छ। यता चाहिँ फुपूले घाँस काटिराख्नु भएको छ, उता फौजीले चाहिँ गरिराख्नु भएको छ। अब त्यही त हो। अब हामीहरू छतमै छौँ, हल्का यता
छतबाट यस्तो पुरा सबै गाउँ देखिन्छ क्या यस्तो पुरा भ्यू हेरिरहेको छ मजाको भ्यू उता सबै गाउँ देखिन्छ पुरा उता जङ्गल त पुरा मजाको भ्यू देखिन्छ जङ्गलबाट अनि यसले चाहिँ अचार खान लाग्छ क्या हामीले चाहिँ खुर्सानीको अचार बनाएको छौँ मजाको यसले चाहिँ खुर्सानी अचार मजाकै छ जे होस् भनौँ पुरा हामी नजर हेरिरहेको छौँ नजारा राम्रो छ उता पहाड पनि देखेछु वहाँ पहाड छ पुरा सबै भ्यू हेर्न मजा आइरहेछ यस त्यही हो अब तपाईँहरूले साथ सपोर्ट दिनु होला ऊ चाहिँ पूजाको घर भयो उता पूजाको मम्मी हुनुहुन्छ अब त्यही त अब तपाईँहरूले साथ सपोर्ट दिनु होला हामीलाई अब लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला के खतराक गरेको उता पनि अब लाइक हामीहरूले सपोर्ट गरिदिनु होला हामी तपाईँले जति सपोर्ट गर्नुहुन्छ त्यति राम्रो भ्लगहरू बनाउने छौँ हामीहरूले त्यही त हो अब सपोर्ट गरिदिनु होला त्यही हो अब त्यही भन्न चाहन्छौँ अब सपोर्ट गरिदिनु होला च्यानल पनि आजकल धेरै डाउन छ त्यही भएर हामी अब सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु र यति भन्दै नै भिडियो इन्ड गर्न चाहन्छु।